नमस्ते, मैले आज हजुरहरूको लागि फेरि एउटा अर्को भिडियो लिएर आएको छु। जस्तै कि अब हेर्नुस्, हामीले ह्याज र ह्याभ गर्यौं। अब आज हामी यो ह्याडको विषयमा पढ्छौँ। ह्याडको विषयमा अब जस्तै कि हेर्नुस्, यहाँ हजुरले यसरी गर्न सक्नुहुन्छ, you had a new mobile. You had a new mobile. मैले यहाँ लेखेँ किनकि मैले क्रस गर्छु अहिले। You had a new mobile. तिम्रो एउटा नयाँ मोबाइल थियो अथवा तिमीसँग एउटा नयाँ मोबाइल थियो आयो है। अब यसलाई हामीले क्रस गर्न पनि सिकिसकेका छौं। जस्तै कि हेर्नुस् के हुन्छ भने यसरी had you a new mobile, had you a new mobile, के तिम्रो नयाँ मोबाइल थियो, तिमीसँग नयाँ मोबाइल थियो, यसरी भन्न पनि सक्नुहुन्छ। अब यो जुन क्रस भयो नि डब्ल्युएच क्वेसन यसकै अगाडि राख्न सक्नुहुन्छ है त। जस्तै कि हेर्नुस्, यो चाहिँ भयो के तिमीसँग नयाँ मोबाइल थियो। अब यस्तो क्वेसन हामी यहाँ राख्न सक्छौँ। जस्तै हेर्नुस् के गर्न सक्छौँ भने यहाँ हेर्नुस् व्हाट राख्न सक्छौँ। व्हाट यो यसको अगाडि हामी व्हाट राख्न सक्दैनौँ, ब्रोकनमा जान्छ, गल्ती हुन्छ भने यहाँ क्रस जतिखेर हुन्छ नि त्यसको अगाडि चाहिँ व्हाट राख्न सक्छौँ है। जस्तै हेर्नुस् व्हाट ह्याड यु गर्न सक्छौँ। व्हाट ह्याड यु के हो, तिमीसँग के थियो, तिमीसँग के थियो। अब यसलाई हामी यो रिटर्नमा छ, स्पोकनमा पनि बनाउन सक्छौँ। हामी पहिले जानिसकेका छौँ है। अब तपाईँ यदि फर्स्ट टाइम यो भिडियो हो भने तपाईँ पार्ट 1 देखि पार्ट 2 पार्ट 3 गरेर हेर्नुस्, सजिलै बुझ्न सक्नुहुन्छ। जस्तै कि हेर्नुस् यो हामी के गरेका थियौँ, ह्याडमा डिड गरेका थियौँ है। त्यसै गरी जस्तै हेर्नुस् did you have। अब did you have भइसकेपछि के भयो, के तिमीसँग थियो त, यो ह्याड भएको कारणले गर्दा डिड आयो है। अब त्यसै गरी हेर्नुस् यहाँ यो चाहिँ के भयो, यसको क्वेसन भयो। यसको अगाडि तपाईले के राख्न सक्नुहुन्छ, डब्ल्युएच क्वेसन। जस्तै कि व्हाट डिड यु ह्याभ, व्हाट डिड यु ह्याभ। अब के भयो त, यो डब्ल्युएच क्वेसन। यहाँ हेर्नुस् यो यसको क्वेसन हो, यो डब्ल्युएच क्वेसन, डब्ल्युएच नि यहाँ डब्ल्युएच क्वेसन। अब के भयो त, तिमीसँग के थियो भयो है त। यहाँ तिमीसँग के थियो, व्हाट ह्याड यु, यो रिटर्नमा, यो स्पोकनमा है त। यसरी व्हाट डिड यु ह्याभ, तिमीसँग के थियो, यो यसको क्वेसन स्पोकनमा, यो डब्ल्युएच क्वेसन स्पोकनमा। यसरी यहाँ आएर अलिकति डिस्टर्ब भइरहेको हुन्छ, तर तपाईले बारम्बार यसलाई हेर्नुभयो भने हजुरलाई सजिलो हुँदै बिस्तारै आउँछ है। ओके, धन्यवाद।